विद्यार्थीहरू झुक्किने ठाउँ। धेरै विद्यार्थीहरूले आकाशमा वा बाटोमा भन्दा नेपाली अङ्ग्रेजी अनुवादको आधारमा नि वा दे पार्टिकल प्रयोग गर्न खोज्छन्। तर क्रियाले कुनै ठाउँ पार गरेको वा त्यो ठाउँ भएर हिँडेको बुझाउँछ भने जापानी व्याकरण अनुसार ओ नै सही हुन्छ। व्याकरणको प्रश्न थियो, तोरीगा सोरा ग्याप तोन्दे इमास, चरा आकाशमा उडिरहेको छ। सही उत्तर, यहाँ खाली ठाउँमा ओ पार्टिकलको प्रयोग हुन्छ। धेरै विद्यार्थीहरू झुक्किएर नि पार्टिकल प्रयोग गर्छन्, जुन गलत हो। नियम: उड्नु, हिँड्नु वा पौडिनु जस्ता क्रियापदहरू प्रयोग गर्दा यदि कुनै ठाउँको माध्यमबाट हिँडिन्छ भने त्यहाँ ओ पार्टिकल प्रयोग गरिन्छ। त्यसैले यहाँ ओ पार्टिकल लाग्छ। विद्यार्थीहरू झुक्किने ठाउँ। धेरै विद्यार्थीहरूले आकाशमा वा बाटोमा भन्दा नेपाली अङ्ग्रेजी अनुवादको आधारमा नि वा दे पार्टिकल प्रयोग गर्न खोज्छन्। तर क्रियाले कुनै ठाउँ पार गरेको वा त्यो ठाउँ भएर हिँडेको बुझाउँछ भने जापानी व्याकरण अनुसार ओ नै सही हुन्छ। व्याकरणको प्रश्न थियो, तोरीगा सोरा ग्याप तोन्दे इमास, चरा आकाशमा उडिरहेको छ। सही उत्तर, यहाँ खाली ठाउँमा ओ पार्टिकलको प्रयोग हुन्छ। धेरै विद्यार्थीहरू झुक्किएर नि पार्टिकल प्रयोग गर्छन्, जुन गलत हो। नियम: उड्नु, हिँड्नु वा पौडिनु जस्ता क्रियापदहरू प्रयोग गर्दा यदि कुनै ठाउँको माध्यमबाट हिँडिन्छ भने त्यहाँ ओ पार्टिकल प्रयोग गरिन्छ। त्यसैले यहाँ ओ पार्टिकल लाग्छ।